के गर्ने यस्तो मोस उकालो भन्दा नि अझै धेरै छ गाई देख्न सक्नुहुन्छ होइन। अनि म चाहिँ अब बाटोमा यस्तो हिँड्न परेको छ, पुरै झुडीमा हिँड्नुपर्छ गाइस होइन। रमाइलो पनि एकदमै थियो गाइस होइन। अब हल्का शीत रहेछ गाइस, हेर्न सक्नुहुन्छ होइन। विभिन्न रुखहरू पनि छ यतातिर, सबै मौसमहरू जारी थियो। अझ यतातिर सबै आगो लाएर यस्तो भइसकेको छ गाइस होइन। अनि गर लाइक कमेन्ट र सेयर सब्सक्राइब गरिदिने मेरो आशा छ होइन। अनि त्यसपछि यहाँ पुरै यस्तो भइसकेको छ गाइस। यतातिर खोला नालीहरू पनि यस्तो भइसकेको छ होइन गाइस, देख्न सक्नुहुन्छ। त्यतातिर चिप्लो बाटोहरू यस्तो छ, देवकोट जाने बाटोतिर होइन। अनि त्यसपछि म चाहिँ अब लागेँ त्यतातिर गोठालो दादा। हाम्रो चाहिँ यस्तो हिँड्न परेछ गाइस, यस्तो हात पाटिन्छ भलक गराउँदाखेरि होइन। त्यही भएको कारणले चाहिँ अब दुःख पाइन्छ यसरी आउँदाखेरि होइन गाइस। के गर्ने अब हामी फेरि गोठालो आसाम गाइस, हेर्न सक्नुहुन्छ। यस्तै चरिराखन भैँसीहरू गाइस देख्न सक्नुहुन्छ होइन। उपारि यस्तो मजाले चरिरहेको छन् गाइस। त्यही भएको कारणले चाहिँ यतातिर हाम्रो थोरै पोखरी छ गाइस, देख्न सक्नुहुन्छ यतातिर होइन। रमाइलो पनि थियो र भैँसी टक्क खाल बस्ने छ गाइस, देख्न सक्नुहुन्छ यतातिर। यतातिर पनि देख्न सक्नुहुन्छ गाइस। यतातिर आजको मिनी भ्लग नै गाइस यति नै जारी छ। बाइ बाइ गाइस।